हामीले स्कुलमा पढेका कुरा र वास्तविक जीवनमा भोगिने कुरा बीच कता कता एउटा खाडल छ भन्ने महसुस गरेकै छौँ होला। हो त्यो त सबैले गरेका छौँ। स्कुलमा हिसाबमा सधैँ अब्बल हुने साथीले पसलमा सामान किन्दा पैसा फिर्ता लिन अल्मलिएको, वा स्वास्थ्यबारे लामो निबन्ध लेख्नेले आफ्नै सरसफाइमा ध्यान नदिएको पनि याद गरेका छौँ। एकदमै। यो खाडल किन बन्छ होला? के हाम्रो पढाउने तरिकामै केही गडबड छ त? आज हामी यही खाडल पूर्ण नेपालको शिक्षा प्रणालीले अघि सारेको एउटा महत्त्वकांक्षी प्रयासको गहिराईमा पुग्दैछौँ। एकीकृत पाठ्यक्रम हो, एकीकृत पाठ्यक्रम। हामीले सानोमा छुट्टा छुट्टै घण्टीमा अलग अलग किताबमा पढेको नेपाली, गणित, विज्ञानलाई अब एउटै मालामा गाँस्ने यो प्रयास के हो? यो किन आवश्यक पर्यो? यो विषयलाई खोतल्न हामीसँग स्कलर्स जर्नलमा प्रकाशित एउटा अनुसन्धानमूलक लेख छ, जसले नेपालमा एकीकृत पाठ्यक्रमबारे विज्ञहरूको अवधारणा कस्तो छ भनेर केलाएको छ। हाम्रो आजको उद्देश्य नै यही हो, यो नयाँ अवधारणाको भित्री तहसम्म पुग्ने र यसले हाम्रो बालबालिकाको सिकाइमा के अर्थ राख्छ भनेर बुझ्ने। ल सुरु गरौँ यो खोज। सबैभन्दा पहिले यो एकीकृत पाठ्यक्रम भन्ने शब्दले नै धेरैलाई अलमलमा पार्न सक्छ जस्तो लाग्छ मलाई। त्यो त हो। विभिन्न विषयलाई एकै ठाउँमा ल्याउने भन्नुको मतलब के सबै विषयको खिचडी बनाउने हो र? हाहा, यो प्रश्न एकदमै जायज छ र धेरैको मनमा यही हुन्छ। तर यो खिचडी बनाउने भन्दा पनि एउटा स्वादिलो थकाली थाली तयार पार्ने जस्तै हो। थकाली थाली। एकीकृत पाठ्यक्रमको अवधारणा पनि त्यस्तै हो। यसले विभिन्न विषयका ज्ञानलाई अलग अलग राख्नुको सट्टा एउटा अर्थपूर्ण संगठित तरिकाले जोडेर पढाउने विधिमा जोड दिन्छ। भनेपछि यसको मूल उद्देश्य नै स्कुलमा सिकेको कुरा किन काम लाग्दैन भन्ने प्रश्नको जवाफ खोज्नु रहेछ। ठ्याक्कै। कक्षा कोठा र भाषा कोठा बीचको दूरी कम गर्नु। एकदम सही। लेखमा विज्ञहरूले औल्याएको सबैभन्दा ठूलो समस्या नै यही हो। परम्परागत प्रणालीमा ज्ञानलाई खण्ड खण्डमा बाँडियो। हो नि, सोमबार पहिलो घण्टीमा नेपाली, दोस्रोमा गणित, हो तेस्रोमा विज्ञान। हरेक घण्टीसँगै विद्यार्थीको दिमाग पनि एउटा विषयको ड्रअर बन्द गरेर अर्को खोल्नुपर्ने बाध्यतामा हुन्थ्यो। यसले गर्दा उनीहरूले गणितमा सिकेको जोड घटाउलाई विज्ञानको प्रयोगमा वा सामाजिक अध्ययनको जनसङ्ख्या गणनामा जोड्न सकेनन्। मलाई याद छ, हामीलाई सरसफाई बारे निबन्ध लेख्न लगाइन्थ्यो। हामीले धारा प्रवाह लेख्थ्यौं पनि, तर त्यो ज्ञान निबन्धको कापीमा मात्र सीमित रहन्थ्यो। हो, घरमा गएर हात धुने बानीसँग त्यसको कुनै सम्बन्ध नै हुँदैन थियो। यो एकदमै सटिक उदाहरण हो। जीवन आफैमा एकीकृत छ। हामी बिहान उठेर दिनभरि जे काम गर्छौं त्यसमा कुनै एउटा मात्र विषयको ज्ञान प्रयोग हुँदैन। पसल जाँदा गणित, भाषा अनि सामाजिक ज्ञान सबै एकै पटक प्रयोग हुन्छ। तर हाम्रो शिक्षा प्रणालीले जीवनको यो यथार्थलाई प्रतिबिम्बित गर्न सकेको थिएन। त्यसैले सिकाइलाई जीवन जस्तै अर्थपूर्ण, रुचिकर र व्यावहारिक बनाउन यो पाठ्यक्रमको आवश्यकता महसुस गरियो। त्यसो भए यो समस्या समाधान गर्न नेपालले जुन नयाँ बाटो रोज्यो, यसको स्वरूप चाहिँ कस्तो बनाइएको छ त? कक्षा 1, 2 र 3 को कक्षा कोठामा यो कसरी देखिन्छ? नेपालले निकै चलाखीपूर्ण र व्यावहारिक ढाँचा अपनाएको देखिन्छ। यसलाई मिश्रित ढाँचा भन्न सकिन्छ। यसका दुईवटा मुख्य तह छन्। पहिलो तह हो अन्तर्विषयक ढाँचा, इन्टरडिसिप्लिनरी। अन्तर्विषयक सुन्दै अलि प्राविधिक सुन्यो, यसलाई अलि सरल बनाइदिनुहोस् न। पक्कै पनि। यसलाई यसरी बुझौँ न। हुन्छ। सामाजिक अध्ययन, विज्ञान तथा वातावरण, स्वास्थ्य अनि सृजनात्मक कला जस्ता विषयहरू जुन एकअर्कासँग निकै नजिक छन्, तिनीहरूलाई गाँवेर एउटै विषय बनाइएको छ। त्यसको नाम हो हाम्रो सेरोफेरो। यहाँ यी विषयहरू बीचको सिमाना लगभग मेटिएको हुन्छ। विद्यार्थीले जब मेरो गाउँ भन्ने विषयमा पढ्छन्, उनीहरूले त्यही भित्र गाउँको नक्सा कोर्छन्। त्यो भयो सृजनात्मक कला। हो, त्यहाँका मानिसहरूको रहनसहन बारे सिक्छन्। त्यो सामाजिक अध्ययन भयो।
पानीका मुहानबारे जान्छन् त्यो विज्ञान भयो। अनि सफा राख्ने तरिका स्वास्थ्य। ठ्याक्कै। ए अब मैले बुझेँ। भनेपछि 5वटा छुट्टा छुट्टै किताबको भारी बोकेर फरक फरक कुरा रट्नुभन्दा एउटै विषयभित्र रहेर एउटै अवधारणालाई विभिन्न कोणबाट हेर्न पाइने भयो। यो त निकै रोचक लाग्यो मलाई। हो। पहिलो तह हो अन्तर्विषयक ढाँचा, इन्टरडिसिप्लिनरी। अन्तर्विषयक
सुन्दै अलि प्राविधिक सुन्यो, यसलाई अलि सरल बनाइदिनुहोस् न। पक्कै पनि। यसलाई यसरी बुझौँ न। हुन्छ। सामाजिक अध्ययन, विज्ञान तथा वातावरण, स्वास्थ्य अनि सृजनात्मक कला जस्ता विषयहरू जुन एकअर्कासँग निकै नजिक छन्, तिनीहरूलाई गावेर एउटै विषय बनाइएको छ। त्यसको नाम हो हाम्रो सेरोफेरो। यहाँ यी विषयहरू बीचको सिमाना लगभग मेटिएको हुन्छ। विद्यार्थीले जब मेरो गाउँ भन्ने विषयमा पढ्छन्, उनीहरूले त्यही भित्र गाउँको नक्सा कोर्छन्। त्यो भयो सृजनात्मक कला। हो, त्यहाँका मानिसहरूको रहनसहन बारे सिक्छन्, त्यो सामाजिक अध्ययन भयो। पानीका मुहान बारे जान्छन्, त्यो विज्ञान भयो। अनि सफा राख्ने तरिका स्वास्थ्य। ठ्याक्कै। अब मैले बुझेँ। भनेपछि 5वटा छुट्टा छुट्टै किताबको भारी बोकेर फरक फरक कुरा रट्नुभन्दा एउटै विषयभित्र रहेर एउटै अवधारणालाई विभिन्न कोणबाट हेर्न पाइने भयो। यो त निकै रोचक लाग्यो मलाई। हो। दोस्रो तह हो बहुविषयक ढाँचा, मल्टिडिसिप्लिनरी। यो चाहिँ समग्र पाठ्यक्रमको संरचना हो। यसमा हाम्रो सेरोफेरो, गणित, नेपाली र अङ्ग्रेजी भाषालाई छुट्टा छुट्टै विषयको रूपमा नै राखिएको छ। विषयको पहिचान मेटाइएको छैन। एकछिन है, यहाँ म अलि अल्मलिएँ। एकातिर विषयहरूलाई मिसाउने कुरा छ, अर्कोतिर फेरि छुट्टा छुट्टै राख्ने। यो त अलि विरोधाभासपूर्ण भएन र?
सुन्दा त्यस्तो लाग्न सक्छ, तर यसको सुन्दरता नै यही हो। यहाँ विषयहरू छुट्टै भए पनि तिनीहरूलाई एउटा साझा थीम वा विषयवस्तुले बाँधेको हुन्छ। थीमले जस्तै मानौ 1 महिनाको थीम खाना हो। अब नेपालीको कक्षामा विद्यार्थीले खाना सम्बन्धी कथा वा कविता पढ्छन्। ठिक छ। गणितमा उनीहरूले आफ्नो खाजाको तालिका बनाउँछन् वा फलफुल गन्छन्। हाम्रो सेरोफेरोमा खाना कहाँबाट आउँछ र सन्तुलित भोजन के हो भनेर सिक्छन्, अनि अङ्ग्रेजीमा विभिन्न खानेकुराको नाम सिक्छन्। अब बल्ल प्रश्न भयो। So it's not about erasing subjects, but about making them talk to each other. एकदम। विषयहरू आआफ्नो ठाउँमा छन्, तर ती सबै एउटै उद्देश्यका लागि एउटै विषयवस्तुको वरिपरि घुमिरहेका छन्। यो त मैले सोचे भन्दा धेरै सूक्ष्म दृष्टिकोण रहेछ। एकदम। लेखमा विज्ञहरूले एकीकृत पाठ्यक्रमका विभिन्न मोडेलहरू उल्लेख गरेका छन्। विषयगत, बहुविषयक, अन्तर्विषयक अनि विषयविहीन। नेपालले एकैचोटि अन्तिम चरणमा हाम फाल्नुको सट्टा बहुविषयक र अन्तर्विषयकको संयोजन अपनाएको छ। यो शिक्षक र विद्यार्थी दुवैका लागि बढी व्यावहारिक र सहज कदम हो। यो अवधारणाको पछाडि कुनै बलियो शैक्षिक सिद्धान्तहरू पनि छन् कि यो केवल कसैलाई ल अब केही नयाँ गरौँ भनेर फुरेको विचार मात्रै त होइन होला? होइन, बिल्कुल होइन। यो कुनै लहरमा ल्याइएको सुधार होइन। यसको जरा विश्व प्रसिद्ध शिक्षाविद जोन डिवीको दर्शनमा गढेको छ। जोन डिवी? हो। डिवीले आजभन्दा 1 शताब्दी अघि नै भनेका थिए, शिक्षा जीवनको तयारी होइन, शिक्षा नै जीवन हो। वाह! उनको मान्यता थियो कि विद्यालय समाजको एउटा सानो रूप हुनुपर्छ र सिकाइलाई बालबालिकाको वास्तविक जीवन, उनीहरूको रुचि र अनुभवसँग जोड्नुपर्छ। अर्थात् 4 दिवारभित्र किताब घोकाएर मात्र हुँदैन, सिकाइलाई बाहिरको संसारसँग जोड्नुपर्छ भन्ने विचार हो। त्यस्तै अर्का महत्त्वपूर्ण मनोवैज्ञानिक लेव भाइगोत्स्कीको सामाजिक सांस्कृतिक सिद्धान्त पनि यसको आधार हो। उहाँको चाहिँ के थियो? भाइगोत्स्कीको तर्क के थियो भने बालबालिकाले एक्लै बसेर ज्ञान आर्जन गर्दैनन्। उनीहरूले आफ्ना साथीभाइ, शिक्षक, समाजसँगको अन्तर्क्रियाबाट, कुराकानी र सहकार्यबाट ज्ञान निर्माण गर्छन्। एकीकृत पाठ्यक्रमले समूहमा काम गर्ने, छलफल गर्ने, परियोजनाहरू बनाउने जस्ता क्रियाकलापलाई जोड दिन्छ, जुन भाइगोत्स्कीको सिद्धान्तसँग ठ्याक्कै मेल खान्छ। भनेपछि यो बाल केन्द्रित, क्रियाकलापमा आधारित र जीवन उपयोगी सिकाइमा केन्द्रित रहेछ। एकदम। त्यो नै यो पाठ्यक्रमको मूल मर्म हो। सिद्धान्तहरू त बलिया रहेछन्, तर अब सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा आउँ। यसबाट विद्यार्थीमा के कस्तो सकारात्मक प्रभाव पर्छ भन्ने अपेक्षा गरिएको छ। फाइदा के त? यसका धेरै फाइदाहरू छन् जुन लेखमा विज्ञहरूले औल्याएका छन्। सबैभन्दा पहिलो र महत्त्वपूर्ण फाइदा त हामीले सुरुमै भने जस्तै सिकाइ दिगो र व्यावहारिक हुन्छ। जब विद्यार्थीले गणितको जोड घटाउलाई पसलमा सामान किन्ने थीम अन्तर्गत सिक्छ, उसले त्यो ज्ञानलाई साँच्चै प्रयोग गर्न सक्छ। ज्ञान किताबमा मात्र सीमित रहँदैन, व्यवहारमा देखिन्छ। अनि हाम्रो शिक्षा प्रणालीको सबैभन्दा ठूलो रोग, रटेर घोक्ने प्रवृत्तिलाई यसले कसरी हेर्छ? यसले ठट्टै त्यही रोगलाई जरैदेखि ओखेल्ने लक्ष्य राख्छ। जब सिकाइ कुनै थीम वा वास्तविक जीवनको समस्यामा आधारित हुन्छ, विद्यार्थीले सोच्न थाल्छन्। कसरी? उनीहरूले के मात्र होइन, किन र कसरी भन्ने प्रश्न गर्न सिक्छन्। उदाहरणका लागि, पानी भन्ने थीममा पानीका स्रोतहरू के हुन् भनेर रट्नुको सट्टा उनीहरूलाई हाम्रो गाउँमा पानीको समस्या कसरी समाधान गर्ने भन्ने जस्ता परियोजनाहरू दिन्छ। यसले उनीहरूको सृजनात्मक क्षमता, आलोचनात्मक सोच र समस्या समाधान गर्ने सिपको विकास गराउँछ। यो त भयो सोच्ने र बुझ्ने कुरा। भाषिक सिपमा चाहिँ यसले के फरक पार्छ? परम्परागत प्रणालीमा त नेपाली र अङ्ग्रेजीको लागि छुट्टै घन्टी हुन्थ्यो हो, जहाँ व्याकरण र हिज्जेमा बढी जोड दिइन्थ्यो हो। यो अर्को महत्त्वपूर्ण पक्ष हो। एकीकृत पाठ्यक्रममा भाषा केवल एउटा विषय नभएर सिक्ने माध्यम बन्छ। माध्यम हो। गणित सिक्दा पनि भाषा चाहिन्छ, सेरोफेरोबारे छलफल गर्दा पनि भाषा चाहिन्छ, साथीसँग मिलेर काम गर्दा पनि भाषा चाहिन्छ। हो त। विद्यार्थीले भाषालाई हरेक क्रियाकलापमा प्रयोग गरिरहेका हुन्छन्। यसले गर्दा उनीहरूको सुनाइ, बोलाइ, पढाइ र लेखाइ सिप अझै बलियो र अर्थपूर्ण तरिकाले विकास हुन्छ।
भनेको व्याकरणका नियम रट्नुभन्दा पनि सञ्चार गर्नका लागि भाषाको प्रयोग गर्न सिक्ने भयो। ठ्याक्कै। अनि जाँच लिने तरिका अर्थात् मूल्याङ्कनमा पनि केही परिवर्तन छ कि त्यो 3-3 महिनामा आउने परीक्षाको त्रास उस्तै रहन्छ? यसमा मूल्याङ्कनको अवधारणा नै फरक छ। यसलाई सिकाइ प्रक्रियाकै एउटा अभिन्न अङ्गको रूपमा लिइन्छ, छुट्टै डरलाग्दो घटनाको रूपमा होइन। कसरी? शिक्षकले वर्षको अन्त्यमा लिइने परीक्षाको आधारमा मात्र विद्यार्थीलाई जाँच्दैनन्, बरु उनीहरूले विद्यार्थीले गरेका क्रियाकलाप, कक्षामा देखाएको सहभागिता, समूहमा गरेको काम र उनीहरूले बनाएका परियोजनाका आधारमा निरन्तर मूल्याङ्कन गरिरहेका हुन्छन्। भनेपछि दिनदिनैको मूल्याङ्कन हो। यसलाई अथेन्टिक असेसमेन्ट वा वास्तविक मूल्याङ्कन भनिन्छ। यसले परीक्षाको डरलाई कम गर्छ र सिकाइलाई नै प्राथमिकतामा राख्छ। आजको छलफललाई संक्षेपमा भन्नुपर्दा नेपालको प्राथमिक तहमा लागू गरिएको एकीकृत पाठ्यक्रम वर्षौंदेखि चलिआएको खण्ड खण्डको सिकाइ प्रणालीको विकल्प खोज्ने एक साहसिक प्रयास हो। एकदम सही। यसले विषयहरूलाई अलग अलग टापुको रूपमा नहेरी वास्तविक जीवन जस्तै एक आपसमा जोडिएको ज्ञानको सञ्जालको रूपमा पढाउन खोज्छ। हो, र यसको मुख्य लक्ष्य साना बालबालिकाको सिकाइलाई थप अर्थपूर्ण, व्यावहारिक र रोचक बनाउनु हो। यो विश्वव्यापी रूपमै स्थापित शैक्षिक सिद्धान्तहरूमा आधारित भएर नेपालको सन्दर्भमा गरिएको एउटा महत्त्वपूर्ण शैक्षिक सुधार हो। चुनौतीहरू छन्, तर यसको सम्भावना अपार छ। हो। यसले सिकाइलाई कक्षा कोठाबाट निकालेर विद्यार्थीको घर, परिवार र समुदायसम्म जोड्ने अपेक्षा राखेको छ। यो लेखले कक्षा 1 देखि 3 सम्मको पाठ्यक्रममा केन्द्रित रहेर विज्ञहरूको अवधारणा प्रस्तुत गरेको छ। यसले सैद्धान्तिक र व्यावहारिक पक्षहरूलाई राम्रोसँग केलाएको छ। तर यो सबै कुराकानीले मेरो मनमा एउटा अलि टाढाको तर महत्त्वपूर्ण प्रश्न उब्जाएको छ। भन्नुहोस् न। जब यो एकीकृत र थीममा आधारित विधिबाट सिकेर जहाँ ज्ञानलाई जोडेर हेर्ने बानी परेको छ, त्यस्ता विद्यार्थीहरू माथिल्लो कक्षामा जस्तै कक्षा 9-10 मा पुग्छन्, जहाँ भौतिकशास्त्र, रसायनशास्त्र, इतिहास, अर्थशास्त्र जस्ता विषयहरू फेरि छुट्टा छुट्टै र निकै विशिष्ट हुँदै जान्छन्, तब उनीहरूले कस्तो महसुस गर्लान्? निकै रोचक प्रश्न। के उनीहरूलाई त्यो खण्ड खण्डको प्रणालीमा घुलमिल हुन सजिलो होला वा उनीहरूको एकीकृत सोचले त्यहाँ पनि फाइदा पुर्याउला? त्यो संक्रमणको लागि हाम्रो शिक्षा प्रणालीले अहिलेदेखि नै केही सोच्नुपर्ने हो कि?